होइन यो हाम्रो नेपालमा के चलिरहेछ, कहीँ मकैबारीमा डोजर चल्यो अरे, कहीँ सुकुम्बासी भत्काइरहेछन्। सुकुम्बासीलाई व्यवस्थित गरौँ। हामी सबैले जिताएर बनेको पार्टी हो। भोलि बिहान स्थानीय पनि आउँदैछ, 5 वर्ष पनि केन्द्रीय पनि आउँदैछ। बालेन शाह राम्रोसँग काम गर्नुहोस्, तपाईँलाई शुभकामना छ। हामीले जिताएको तपाईँलाई कुनै पनि अनर्थ नगरिकन राम्रोसँग काम गरिदिनुहोस्। अगर ऐलानीमा बसेका अव्यवस्थित र ऐलानीमा बसेकालाई पूर्जा दिँदैन भने र अहिले पनि मोतीपुर लगायत बुटवलमा लगायत धरानमा लगायत धेरै जनकपुर कता कता धेरैमा डोजर आतंक चलेको छ। यहाँसम्म सुनियो कि मकैबारीमा पनि डोजर आतंक चल्यो अरे। ठिक छ, तपाईँले अहिलेसम्म गरेका कामलाई सम्मान छ। नदी किनार, इनार, तलाउ, बाटोघाटोमा बनेका, सहरी क्षेत्रमा बनेका हामी सम्मान गर्छौँ तपाईँलाई। यहाँसम्म तपाईँलाई एकदम साथ सपोर्ट छ। यहाँभन्दा अनर्थ भयो भने इनकेस भित्र व्यवस्थित तरिकाले बसेकालाई अव्यवस्थित बस्तीलाई तपाईँले क्षति पुर्याउने कोसिस गर्नुभयो भने, लाल पूर्जा वितरण गर्नु भएन भने, जो चरणबद्धमा जो वितरण हुँदै आएकालाई पनि र अब आउनेवालालाई पनि तपाईँले रोक्नुभयो भने राम्रो हुनेवाला छैन। रासपा सिद्धाउने बालेन शाहको फेरि यही हुनेछ। रवि लामिछानेको पार्टी यहीँबाट टुङ्गिने छ, सिद्धिने छ। स्थानीय कुनै पनि स्थानीयमा त सोच्दै नसोचौँ। अब सायद अब स्थानीयमा जित्न बहुत मुस्किल हुन्छ होला रासपालाई, त्यही थोरै ठाउँमा जितिन्छ होला। तर अझै पनि तपाईँले यसरी व्यवस्था गर्नुहोस्, राम्रो व्यवस्था गर्नुहोस्, जित्नुहुन्छ। रवि लामिछानेको पार्टीलाई यसरी नहराइदेऊ। रवि लामिछानेले बनाएको पार्टीलाई यसरी नसिद्धाइदेऊ। रवि लामिछानेले बनाएको पार्टीलाई कमसेकम पनि 20 वर्ष हामीले दिने धारणा राखेका थियौँ र 20 वर्ष हाम्रो रवि लामिछानेको पार्टी रासोपालाई दिएपछि को बन्छ एबीसीडी 1 2 3 हामीलाई बालेन शाह, रवि लामिछाने या अन्य कोही प्रधानमन्त्री, त्योसँग सरकार छैन। तर हामीलाई चाहियो देशको विकास, हामीलाई चाहियो समृद्ध नेपाल, हामीलाई चाहियो देशमा रोजगारी, हामीलाई चाहियो देशको उन्नत। यति चाहियो। ल अरू अर्को भिडियोमा। ओके, बालेन सरकारको जय होस्। रासोपा रवि लामिछानेको जय होस्। रवि लामिछानेको पार्टीलाई माटोमा नमिलाइदिन आग्रह। जय देश, जय नेपाल।